हेलो गाइज, नमस्ते। आजको फर्स्ट भ्लग बिदाको दिन अलि ढिलो उठ्यो चाहिँ कहाँ जाने भनेर यसो सोचिरहेको थिएँ। यसो नजिकको ठाउँ ठ्याक्क दिमागमा आयो, कहाँ हो भन्ने चाहिँ लास्टमा भन्छु। बस पनि आयो, ट्रेन स्टेसनसम्म बसमा जानुपर्छ। अलि ट्रेन स्टेसनबाट टाढा नै छ बस्ने ठाउँ चाहिँ, र पुग्यो नारिता स्टेसन। नारिता स्टेसनबाट पनि ट्रेन चढेर लगभग 30 मिनट जति लाग्छ त्यो ठाउँमा। र नारिता स्टेसनबाट ट्रेन चढेर चाहिँ नारिता लाइन हो, ट्रेन चढेर पुग्यो साउरा स्टेसन। साउरा स्टेसन, यो स्टेसन देखेर नै तपाईँहरूलाई थाहा भयो होला यहाँ के छ भनेर। अनि झरेर हल्का हिँड्दै लगभग 9-10 मिनट जति हिँडिसकेपछि पुग्यो साउराको यो ठाउँमा। यहाँ चाहिँ के रहेछ भने चाहिँ जापानको के भन्छ सायद सोवा टाइमको चाहिँ पुरानो बिल्डिङहरू भन्दा घरहरू भनौँ न। अब त्यो बेला त अब ठुल्ठुलो बिल्डिङ हुन्थेन होला सायद। यहाँ चाहिँ त्यो बेला चाहिँ यो ठाउँमा चाहिँ त्यस्तो त्यो पुरानो बिल्डिङहरू चाहिँ नभत्काइकन त्यसलाई चाहिँ एकदमै राम्रो तरिकाले यहाँ राखेको रहेछ। यहाँ चाहिँ त्यो पुरानो बिल्डिङहरूदेखि लिएर यो हरेक बिल्डिङहरूमा को बस्थ्यो, यहाँको अब हुन्छ नि त, त्यहाँको ठुल्ठुलो मान्छेहरू बस्ने ठाउँदेखि लिएर रेस्टुरेन्टहरू भएको ठाउँहरूदेखि लिएर सबै चिजहरू चाहिँ जस्ताको जस्तै राखेको रहेछ क्या, नभत्काइकन। यहाँको पुलहरू मिनिङहरू एकदम सबै राखेको रहेछ। यताउता घुम्दै हर्दै यहाँ चाहिँ पहिला सर्च गर्दा चाहिँ एउटा यो अघि देखिएको खोला जस्तो छ। खोलामा चाहिँ ढुङ्गा चल्छ देखिरहेको थियो भने चाहिँ गुगलमा सर्च गरेर खासमा यो खोलामा सोचिरहेको थिएँ कता हो भने, किनभने मान्छेहरू पनि खासै कोही थिएन नि त्यो दिन चाहिँ। सोमबार परेर पनि होला, टिकेमा माथि एउटा ढुङ्गा आयो मान्छेहरू लिएर, ढुङ्गा चढ्ने माथि कि भनेर। अनि वरपर हेर्दै त्यो दिन घाम पनि मजाको लागिरहेको थियो। ढुङ्गा चढ्ने ठाउँ चाहिँ खोज्दै हिँडियो र यहाँबाट ठ्याक्क ढुङ्गा चढेर मान्छे राखेको बेला ठ्याक्क खिचिदिइहालेँ। त्यो चाहिँ बिस्तारै किन यति बिस्तारै चढिरहेको रहेछ भनेर भन्दाखेरि चाहिँ र पनि कहाँ भन्छु। अनि यहाँ चाहिँ यस्तो यहाँको मान्छेहरू यहाँको के अरे माछाको मूर्ति, चराको मूर्तिहरू पनि बनाएर राखेको छ। यिनीहरूको पनि सायद केही मिनिङहरू छ, यो भाउँदैन होला यसको सहरलाई बचाएर राखेको छ। यताउता गर्दै ठ्याक्कै कस्तो छ भने घरहरू चाहिँ त्यो जापानिज मुभीहरूमा देखाउने प्रायः पुरानो, अनि त्यो मुभीहरूमा देखाएको घरहरू सेम त्यस्तै नभत्काइकन एकदम सेफ तरिकाले राखेको छ। त्यो दिन त खासै मान्छेहरू थिएन, मान्छेहरू कहीँ देखिन्थे। अनि बुढाबुढीहरू यसो घुम्न आएको जस्तो मात्रै। अनि यहाँबाट हिँड्दै गयो माथि, धेरै लामो छ यो खोला चाहिँ। अनि यो खोलामा चाहिँ हाँसहरू थिए टन्नै। अनि आकाशमा पनि चराहरू चराहरू पनि उडिरहेको थिए, कुदिरहेको थिएँ भनेर। चरा त उड्छ पो त। अनि उडिरहेको थिएँ, ठ्याक्क भेटियो त्यो ढुङ्गा चढ्ने ठाउँ। ढुङ्गा चढ्नुभन्दा अगाडि चाहिँ यसरी पानीको छहरा फुट्दो रहेछ। चढियो ढुङ्गाको बाजे, उहाँ चाहिँ टुरिस्ट गाइड। उहाँले चाहिँ यो ठाउँको बारेमा पुरै बेली विस्तार लाउँदै हुनुहुन्थ्यो। म चाहिँ सबै यहाँ अरू हाम्रो ठ्याक्कै यही म चढेको यसमा चाहिँ जापानिजहरू पनि टन्नै थिए यतापट्टि। किन जापानिजहरूको अब भिडियो खिचेन, उनीहरूले अलि नराम्रो सोध्छन् कि भनेर मैले चाहिँ ठ्याक्क म अगाडि पनि परेको थिएँ। बाजे चाहिँ गाइड भएर बाजेको चाहिँ खिचियो। अनि बाजेले चाहिँ यो ठाउँको बारेमा भन्दै हुनुहुन्थ्यो। अहिले त खासै देख्नमा चाहिँ त्यति रमाइलो छैन। रुखको गाछतिर चाहिँ यो साइडमा चाहिँ फुलहरू फुलेपछि चाहिँ कस्तो बवाल देखिन्छ अरे। अनि यो ठाउँमा चाहिँ माछुरीहरू चाहिँ टन्नै हुन्छ अरे।
जापानमा माछुरी हुने सिजनहरूमा चाहिँ टन्नै माछुरीहरू हुन्छ अरे, ठुल्ठुलो माछुरीहरू हुन्छ र त्यो बेला चाहिँ यहाँ मान्छे चाहिँ यति टन्नै हुन्छन् कि यो डुङ्गा चढ्नलाई चाहिँ 200-300 जना मान्छे चाहिँ वेट गरेर हुन्छन् र क्या। तिनीहरूले चाहिँ त्यो गोल्डेन विकहरू यताउता चाहिँ नआइज भनेर भन्दै थियो ठट्टा गरेर, त्यत्रो लाइन लाग्नुपर्छ भनेर भन्थ्यो। अनि यहाँ भएको यो पुलहरू, अनि यो पुलको कलरको बारेमा पनि बाजेले पुरै के अरे पेली विस्तार लाउँदै हुनुहुन्थ्यो। यो पुलहरू किन कस्तो भन्ने कुरा यहाँ सबै भिडियोमा भनेर भ्याउनु भ्याइन्न। यसो तपाईँहरू पनि के नजिक हुनुहुन्छ भने जान सक्नुहुन्छ। र यो डुङ्गा चाहिँ पहिला किन बिस्तारै हिँडिरहेको सोचेको थिएँ नचढ्दाखेरि, कुरो यस्तो रहेछ किनभने यहाँ बाजेले सबै यो वरिपरिको घरहरू, यो पुलहरू, यो डुङ्गाहरू, यो चराहरूको बारेमा चाहिँ, यो डुङ्गाहरूको बारेमा पनि, यो डुङ्गा किन यहाँ चलाइरहेछ भनेर सबै कुराहरू बताउँदै जाने भएको भएर चाहिँ बिस्तारै चल्ने रहेछ क्या। अनि खोलामा माछाहरू पनि थिए, अनि त्यो माछाहरू खान आकाशमा चराहरू उडिराख्ने, अनि हाँसहरू पनि थिए। माछाहरू टन्नै थिए, हाँसहरू पनि थिए। र वरिपरिको वातावरण हेर्दै यहाँ माछा समातेको बाजेको पिक्चर पनि देखियो। अनि लास्टमा 2-4वटा फोटो खिचेर आजको भ्लग चाहिँ यहीँ सिद्ध्याउँ भनेर फर्केर आइयो भनौँ। यदि हजुरलाई पनि राम्रो लाग्यो भने, कोही नजिक हुनुहुन्छ भने नारिता स्टेसनबाट सावरा स्टेसनबाट नजिकै 8-9 मिनटमा पुगिने ठाउँ, एकदमै रमाइलो छ भन्दै आजको यो भ्लग यहीँ बन्द गर्दछु। नमस्ते, बाई बाई।